सो गाइज आज मसँग छन् 4वटा प्लास्टिकको रस्सीको बन्डल र धेरैभन्दा धेरै बाँसको छडी र एउटा प्रोपर तरिकाले कन्स्ट्रक्सन गरिएको बाँसको बार। र तपाईहरुलाई थाहा नै छ कि आज यो सिरिजको यो अन्तिम भिडियो हुनेवाला छ। बाँकीको भिडियो हेर्नु भएको छैन भने च्यानलमा गएर हेर्न सक्नुहुन्छ। र म आज यिनै 4वटा प्लास्टिकको रस्सीको बन्डल, धेरै सारा बाँसको छडीहरू र यो कन्स्ट्रक्सन गरिएको बाँसको एउटा स्ट्रक्चरलाई मिलाएर एउटा प्रोपर तरिकाको बाँसको बारलाई बेरेर एउटा लुक्स डिजाइन दिनेछु जुन तपाईहरुलाई मन पर्नेवाला छ। सो ढिला नगरी आजको भिडियो स्टार्ट गरौँ बाँसलाई बेर्न तर्फबाट। सो लेट्स गो। सो यो काम म कसरी गर्नेवाला छु भन्दाखेरि यहाँनिर भएका सबै बाँसको छडीहरूलाई मैले यहाँ कन्स्ट्रक्सन गरिएको बाँसको स्ट्रक्चरमा ल्याएर निश्चित रूपमा चाहिँ काट्नेवाला छु र त्यसपछि काटेको भागमा यो रस्सीको मद्दतले एउटा बाँध्ने छु र त्यस पछाडि एउटा बारको डिजाइनलाई चाहिँ लुक्स दिनेछु र यो भिडियोको सुरुवात गर्नेछु। लेट्स गो। सो म फर्स्ट अफ अल यो बारलाई भन्दा पनि प्रायोरिटी पहिला यू सेपको बारलाई दिनेवाला छु। सो अब यो बाँसको छडीहरूलाई काटौँ र त्यस पछाडि यो प्लास्टिकको रस्सीको मद्दतले बाँधौँ। सो लेट्स बिगिन। सो तपाईहरु यहाँनिर देख्न सक्नुहुन्छ प्रोपर तरिकाको बाँसको छडीहरू छन् र ती छडीहरूलाई मैले सुरुमा यू सेपको बारमा डबल लेयरको एउटा बार बनाउनेवाला छु। सबैभन्दा लामो साइजको यो बाँसको छडीहरूलाई मैले त्यो यू सेपको बारमा कन्स्ट्रक्सन गर्ने भएको हुनाले फर्स्ट अफ अल यिनीहरूको यो सबैको साइज एउटै मिलाएर र त्यहाँनिर लगेर बाँध्ने प्रयास गर्नेछु। सो लेट्स बिगिन। सो अहिले मसँग एउटा खुर्पा छ र यहाँनिर 4वटा रस्सीहरू छन्। त्यस पछाडि मैले त्यहाँको बाँसको छडीहरू लगेर त्यहाँको यू सेपको बारमा हाल्नेवाला छु। सो लेट्स गो। सो डबल लेयरको बार मैले बाँध्नुपर्ने भएको हुनाले एउटै साइजका 2वटा जोडी बाँसको मैले छडीहरू ल्याइसकेको छु र एउटा यो जोडी भयो भने एउटा यो जोडी भयो र यी जोडीहरूलाई मैले अब त्यहाँ लगेर यो प्लास्टिकको रस्सीको मद्दतले बाँध्नु पर्नेवाला छ। सो लेट्स बिगिन। सो यहाँनिर मैले टोटल्ली बारको सेप दिइसकेको छु। अब चाहिँ म यो रस्सी र खुर्पाको मद्दतले यसलाई चाहिँ बाँध्ने छु। लेट्स बिगिन।
सो हे गाइस, मैले टोटली यो बेरिसकेको छु होइन। र यसरी यसलाई बेर्नुको कारण के हो त, किन यत्तिकै सिधा राखिँदैन त भन्दाखेरि यसलाई मनसुनको समयमा पानी धेरै पर्ने र माटो कौलो हुन्छ। त्यसैले यो एरियालाई चाहिँ यो एरियामा गाडेका बाँसहरूको वेट सम्पूर्ण वजन भार सम्पूर्ण बलाहरूले नै बराबर तरिकाले भोगुन्। किनकि यो लप्किएको छ, यसलाई वेट धेरै पर्न सक्छ होइन। यो सानो छ, यसलाई कम पर्न सक्छ। यो ठुलो छ, यसलाई धेरै वेट पर्न सक्छ। तर चाहिँ हामीले यसरी सबैलाई एक एक गरी बाँड्यौँ भने यसरी यो सपोर्टेडको तरिकाले छडीले सबै बलाहरूको सबै ख्याङ्राहरूको वेट लोड यो सबैलाई बराबर रूपमा पर्ने भएको हुनाले यो चाहिँ बार चाहिँ दिगो हुन्छ, टिकाउ हुन्छ र वर्षसम्म नभात्किने हुन्छ। सो यसको कारण यही थियो। मैले चाहिँ अहिले यो कम्प्लिट तरिकाले बेरिसकेको छु र अब हामीले डब्लु सेपको बारलाई 3 चरणमा बेर्नुपर्ने छ। यो 2 चरणमा बेर्यो भने चाहिँ त्यो बारलाई चाहिँ हामीले 3 चरणमा बेर्नेवाला छौँ। सो लेट्स बिगिन। सो गाइज, मैले त्यहाँनिरको बार बेर्दाखेरि चाहिँ एउटै र आधा प्लास्टिकको बन्डल लाग्यो। मसँग 2वटा टोटल चोखो छ भने एउटा चाहिँ आधा बन्डल छ। त्यसैले यहाँनिरको भन्दा त्यहाँनिरको धेरै आधा अथवा 3/3 कम चाहिँ नि थिए बलाहरू त्यहाँ। तर अहिले यो बार डब्लुसीको बारमा त हामीले 20वटा बला गाडेका छौँ। त्यसैले हामीले 20वटै ठाउँमा बाँध्दाखेरि त यो प्लास्टिक पुग्नेवाला छैन हामीलाई। सो त्यसैले मैले इम्पोर्टेन्ट छेउ बीच र माझ, छेउ बीच, 2वटा छेउ र बीच, 2वटा छेउ र बीच, यो तरिकाले चाहिँ मैले बाँध्नुपर्ने हुन्छ होइन। 3टा बला छन्, 5वटा बला छन् भने 3टा बलामा बाँध्ने र 2वटा बला खाली छोड्नु पर्नेवाला छ, नत्र भने हाम्रो पुग्नेवाला छैन। त्यसैले चाहिँ म 2वटा यो प्लास्टिकको बन्डलले नै पुग्ने गरी र यो आधाले पुग्ने गरी मैले यो पुरै एरियालाई 3 चरणमा डिभाइड गर्नेवाला छु। सकभर चाहिँ हामी 2 चरणमै प्रयास गर्ने गरौँ। यदि 2 चरणमा चाहिँ कम्प्लिट हुन सकेन अथवा 3 चरणमा हुनुपर्ने भयो भनेपछि म 3 चरणमा पनि गर्नेवाला छु। सो लेट्स गो। सो फर्स्ट अफ अल मैले के गर्छु त भन्दाखेरि यो 1 2 3 4 भागमा बाँडिएको हुँदाखेरि मैले लामा छडीहरू त्यो युसेपको बारमा बाँडिसकेको हुँदाखेरि यहाँ चाहिँ छोटा छोटा छडीहरू मात्र छ। त्यसैले मैले 5 अथवा 4वटा चरणमा यो चाहिँ बारलाई बाँध्नुपर्नेवाला छ होइन। फर्स्ट अफ अल यो बारलाई बाँधौँ, त्यस पछाडि यसलाई बाँधौँला, त्यस पछाडि यसलाई गर्दै गर्दै म त्यहाँसम्म बाँध्न पुग्नेवाला छु। छोटोभन्दा छोटो 2वटादेखि 3वटा बलालाई कभर गर्नेवाला भए पनि हामीलाई पुग्नेवाला छ। त्यसैले मैले त्यहाँदेखि छुट्याउने छु कि कुन चाहिँ यसमा गाड्दा उपयोगी हुन्छ र कसरी गाड्ने र त्यसको साइज नापेर मैले एकुरेट साइजलाई चाहिँ त्यहाँ राख्नेवाला छु। सो लेट्स गो। तिमी सबैले ल्याएर चाहिँ काटकुट पारेर यहाँनिर राखौँ। तपाईँहरू हेर्दै गर्नुहोस् है त। सो यहाँनिर लामो खालको बाँसको छडीहरू नपाइएको हुनाले मैले प्रत्येक छोटा छोटा बाँसहरूलाई त्योसँग मिल्ने साइजको जोडी बनाइदिएको छु। हेर्नुहोस् होइन, यी जोडीहरूलाई चाहिँ मैले आज प्रोपर तरिकाले जहाँ पुग्दैन, जहाँनिर पुग्दैन त्यो सबैलाई फिल गर्ने तरिकाले मैले आवश्यकता अनुसारका जोडीहरू बनाएको छु। जस्तो कि एउटा यो सेपमा नै डबल लगाउनु पर्ने कन्डिसन पनि आउनसक्छ, किनभने यो धेरै छोटाहरू छन् र त्यहाँनिर अझै छन् र आवश्यकता अनुसार त्यहाँदेखि पनि लग्नेवाला छु मैले होइन। 3 चरणको बारमा कम्प्लिट गर्ने सोच थियो मेरो यहाँ होइन, अनि यहाँ हेर तल। तर चाहिँ मलाई लाग्दैन कि यी छडीहरूले 3 चरणको बार पुरा हुन्छ होला। त्यसैले मैले पहिलो सुरुमा 2 चरणको बारलाई एकदम प्रोपर तरिकाले डिजाइन गर्नेवाला छु र त्यस पछाडि तेस्रो चरणको चाहिँ हुन्छ या हुँदैन त्यो फाइनलमा देख्नेवाला छु। त्यसैले म अब यहाँदेखि सुरुवात गर्नेछु यो बारदेखि र चाहिँ अब यो बारलाई बेरौँ। तपाईँहरू कन्टिन्यू हेर्दै गर्नुहोस् है त।
सो फाइनली मैले आज यो डब्लु सेपको बारलाई कम्प्लिट गरिसकेको छु। तपाईँहरूले 5वटा सिरिज हेर्नुभएको छ होइन, र तपाईँहरूलाई थाहा नै छ कि यो अन्तिम सिरिज हो। त्यसैले यो सिरिजसँग रिलेटेड पार्ट 6 पार्ट 7 गरेर चाहिँ अब आउनेवाला छैनन् कुनै पनि भिडियोहरू। त्यसैले मैले आज यो सिरिज यही नै अन्त्य भएको घोषणा गर्दछु। तपाईँहरू कन्टिन्यू जोडिरहनुहोस्। तपाईँहरूलाई यो भिडियो कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै प्रतिक्रियाहरू कमेन्ट बक्समा दिन भने नबिर्सनु होला। र यो बार बनाएको तपाईँहरूलाई कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै प्रतिक्रियाहरू एउटा मिठो कमेन्टको रूपमा दिनु होला होइन। सो धेरै मेहनत पश्चात फाइनली यो बार कम्प्लिट भइसकेको छ। सो यस्तै भिडियोहरू ल्याएर दैनिक रूपमा उपस्थित हुने नै छु। सो यसरी मैले यो कम्प्लिट तरिकाले बारलाई चाहिँ एकदमै पनि एडजस्टेबल तरिकाले कम्प्लिट गरिसकेको छु होइन। यहाँदेखि डब्लु सेपको बार वहीँ परसम्म छ होइन। तपाईँहरूले चाहिँ नि मैले जस्तो तरिकाले भनेको थिएँ स्टार्टिङ भिडियोमा त्यस्तो तरिकाले नै मैले यो कम्प्लिट रूपमा बारलाई चाहिँ होइन कम्प्लिट गरिसकेको छु। कन्स्ट्रक्सन रूपले पनि एकदमै पनि लचिलो रूपमा चाहिँ र सरल तरिकाले कम्प्लिट गरिसकेको छु। तपाईँहरूलाई यहीसँग रिलेटेड भिडियोहरू चाहिन्छ भने कमेन्ट बक्समा गरिदिनु होला। अब चाहिँ भोलिदेखि चाहिँ भिडियोहरू केसमा आउनेछ भन्ने कुराहरू मिस्टेरियस छ, तपाईँहरूले वेट गर्नुपर्नेवाला छ र यो भिडियोलाई हेरेर प्रतिक्रियाहरू पनि दिनुपर्नेवाला छ। सो बाई बाई, तबसम्मको लागि बाई बाई।